सटरडे धेरैको लागि रेस्ट डे होला, तर हाम्रो लागि रियल ग्रिन डे हो। पसलको कामहरू सिद्ध्याए वर्कआउट भन्दा अगाडि हामीले सधैँ वार्मअप गर्नुपर्ने हुन्छ। त्यसैले शरीरलाई तताउन छतमा चाहिँ हामीले ठिकठाक वार्मअपहरू गऱ्यौँ अनि मसल एक्टिभेसनहरू गऱ्यौँ। अनि आजको हाम्रो मेन वर्कआउट थियो इजी रन रोड रनिङ। वार्मअप पछि स्टार्ट गरे हामीले रोड रनिङ। आजको टार्गेट थियो इजी पेसमा। धेरैलाई लाग्ला फास्ट किन नदुगुरेको, तर इजी रनको आफ्नै म्याजिक छ। यसले हाम्रो एरोबिक बेसलाई बढाउँछ, कार्डियोभ्यास्कुलर हेल्थलाई सुधार्छ अनि बडीलाई थकाउँदैन, उल्टै एक्टिभ रिकभरीको काम गर्छ। अनि आज पुलअपको लागि ट्रेनिङ गर्न क्यालिस्थेनिक्स पार्क जाने विचार गरेँ। बिस्तारै गाउँतिरको बाटो पुग्दा त्यहाँ मस्त हरियाली र शान्त वातावरण कसम धेरै पछि यति फ्रेस भइयो। सिटीको नोइज भन्दा यो प्रकृतिको काखमा दौडिनुको मजा बेग्लै नै रहेछ। हामी ग्राउन्ड पुग्न आँट्यौँ, तर आज ग्राउन्ड पुग्ने बित्तिकै माहौल नै अलग्गै थियो। फुटबल खेल्नेहरूको टन्नै भिड थियो अनि क्यालिस्थेनिक्स पार्कमा भाइ बहिनीहरू अनि आन्टीहरू पनि रमाइलो गर्दै थिए। यस्तो देखेर आजको वर्कआउटको लागि मेरो एनर्जी डबल भयो। यस्तो माहौल हुँदा त आफूलाई झन् जोस थपियो। मैले नि बिना ढिला गरी फुल बडी स्ट्रेचिङ र थोडा कार्डियोहरू गर्न थालेँ। कार्डियोमा चाहिँ 2-3वटा एक्सर्साइजहरू गरेँ अनि मसँग एउटा भाइ पनि आएर मेरो वर्कआउटमा हेल्प गर्दै थियो। अनि त्यसपछि आजको हाम्रो जुन पुलअप इन्डुरेन्स सेट थियो, आज पुलअपको मेन इन्डुरेन्स सेटको लागि चाहिँ मैले मसल एक्टिभेसनहरू गरेँ। अनि सुरु हुन्छ आजको असली खेल। आजको मेन वर्कआउट हाम्रो थियो पुलअप, आफ्नो म्याक्स रेपिटेसन अनि डिप्स अनि त्यसपछि पुसअप। यसलाई चाहिँ 3 सेटमा गरेँ मैले कन्टिन्यू बिट्विन 1 मिनटको रेस्ट। यो वर्कआउट पछिको जुन लेभलको चेस्ट बाइसेप्स र ट्राइसेप्समा पम्प आयो त्यो भन्नु नै छैन। खुसीले छाती फुलेर बाहिर आइसकेको थियो। कसम त्यो पम्प देख्दा त आफ्नै आँखा लाग्ला जस्तो लागेको थियो। मेहनतको फल ऐनामा देख्दा जस्तो खुसी र आनन्द आउँछ त्यो कुनै चिजमा मिल्दैन। फाइनली गाइज आजको वर्कआउट खतम अनि अब चाहिँ हामी घरतिर चल्दिएको। यस्तो बबाल पम्प आयो आज अनि स्टे फिट है गाइज, वी फिट नेसन फिट है।